पहिलोचोटि आउँदाखेरि के लिएर आउने के ल्याउँदा हुन्छ के ल्याउनुपर्छ भन्ने सोध्नुहुन्छ नि। मैले भन्न त भनेको थिएँ, एउटा इम्पोर्टेन्ट कुरा भन्न बिर्सेछु है। पहिलोचोटि आउँदै हुनुहुन्छ भने मेडिसिन लिएर आउनुहोस् क्या, दबाई लिएर आउनुहोस्। अब किन भन्नु होला, भिटामिन डी लिएर आउनुहोस् भन्न खोजेको क्या। भिटामिन डी होइन, नेपालमा अलिक सस्तै पाउँछ नि त, यहाँ चाहिँ मलाई महँगो जस्तो लाग्यो होइन। अब यहाँ पनि 20 युरोमा 20 युरोमा 230 ट्याब्लेटको बट्टा पाउन त पाउँछ। अब सिङ्गल छ भने त 230 दिनलाई नै पुग्ने हो, दिनको एउटा ट्याब्लेट खाँदा भए पनि अब सुरुमा आउँदाखेरि कामसाम पाएन भने किन पैसा अननेसेसरी खर्च गर्नुहुन्छ। हुन त उहाँ नि पैसै तिरेर किन्ने हो, यहाँभन्दा हल्का सस्तो पर्छ होला भन्न खोजेर हजुरलाई लिएर आउनु नबिर्सिनु होला। भिटामिन डी चाहिँ चाहिन्छ लिएर आउनुहोस्, नत्र भने अलि असजिलो भयो जस्तो फिल हुन्छ मलाई चाहिँ क्या। यो भिटामिन डी मैले 4-5 दिनसम्म खाएन भने मलाई टाउको दुखेको जस्तो, रिङ्गाटा लागेको जस्तो हुन्छ नि, भुनु नुनु पाएर जस्तो। मैले अब सही वर्डमा एक्सप्लेन गर्न सकिनँ। जे भए पनि भिटामिन डी चाहिँ चाहिन्छ, किनकि वेदरै त्यस्तै छ नि त यहाँको। भिटामिन सी, भिटामिन डी, भिटामिन बी होइन, आफ्नो हेल्थ अनुसारले हजुरलाई के चाहिने हो लिएर आउनुहोस्। तर डी इम्पोर्टेन्ट छ। भिटामिन डी के हो यो, D3 होइन, हामी चाहिँ D3 लिन्छौँ। यो चाहिँ मलाई लास्ट इयर मलाई असजिलो भएर म चेकअपको लागि गएको थिएँ, डक्टरले नै रेकमेन्ड गरिदिएको यो चाहिँ खाने गर भनेर। अनि त्यस पछाडि हामी चाहिँ यही खाइरहेछौँ। अरू खाँदा पनि हुन्छ होला, धेरै अप्सनहरू छन् त्यहाँनिर। 15 देखि 20 युरोको ट्याब्लेट कतिवटा हुन्छ त्यही अनुसारले पर्छ। त्यस्तो महँगो पनि होइन, त्यस्तो सस्तो पनि होइन क्या। यहाँभन्दा त नेपालमै सस्तो होला, त्यही भएर उतैबाट लिएर आउनु सजिलो हुन्छ। अनि ज्याकेट लिएर आउनु। ज्याकेट चाहिँ यहाँनिर जारातिर मैले लास्ट इयर हेरेको थिएँ 89 युरोमा, 89-90 युरोमा राम्रै ज्याकेट, बाक्लै ज्याकेट आउँछ। अब त्यसमा नेपालीमा कन्भर्ट गर्नु, अब यता सस्तो पर्छ कि उता सस्तो पर्छ। हामी आउँदाखेरि पनि नेपालबाट लिएर आएको थियौँ, हजुरहरू पनि लिएर आउनुहोस् अनि सजिलो हुन्छ। यता आएर किन खर्च गर्नुहुन्छ एक्स्ट्रा भन्न खोजेको क्या।